बिहान बिहान सेलरोटी पोल्नु हुँदो रहेछ वाउ यो त नयाँ प्रविधि पो रहेछ त नयाँ प्रविधि पो रहेछ त लु नातिहरूले त सेलरोटी खाइदिनु अनि यो तपाईँको यो फोन चाहिँ के हो यो फोन कता फर्केको यो ल दिदीको यहाँ ल अहिले हामी चाहिँ थलीमा छौँ हजुर है थलीमा छौँ यहाँबाट हाम्रो यात्रा त अघि स्विम्बुबाटै भएको यहाँ खाजा चाहिँ यहाँनिर खाएर हामी अब निस्कन्छन् गुटुङटुङ लगाएर केटा यो तातो सेलरोटी खाउँ न खास भिडियो त अघि नै खिच्नुपर्ने हो आफै ड्राइभर भएर चाहिँ खिच्न सकिएन तपाईँहरूले अहिले चाहिँ हामी थलीबाट आजको जोड्ने हामी कहाँ जाँदै गयो कौन है ये लोग कहाँ से आते हैं आमायाङको यात्रामा छौँ अघि हामी स्टार्टिङ देखाउनु पाइएन अहिले खाजा खाँदा जम्मा भएको भएर उहाँ गुरु हुनुहुन्छ यहाँ गुरुजीहरू ह्यान्डसम गुरुजीहरू हुनुहुन्छ जम्मा भयो अनि हामी आमायाङरी मात्र नभएर त्यस पछाडि रहेको भगाङ गुम्बा भगाङ फेरि स्यार भगाङ पनि रहेको छ तपाईँको तातोपानी साइडमा भनेदेखि त्यो चाहिँ होइन हाम्रो हिल्मोपट्टिको भगाङ चाहिँ हामी बचपनमा बसेको सिँगान सुनाउँदाखेरि त्यो ठाउँमा हिँडेको त्यो ठाउँमा चाहिँ अहिले फेरि त्यो यादहरूलाई चाहिँ ताजा गर्नको लागि चाहिँ हामी अहिले चाहिँ हिजोको त्यो समयमा हामी मेलम्चीदेखि हिँडेर जान्थ्यौँ भने टिपिनी हुँदै ढाप हुँदै थाङपा ढाप भोताङ हुँदै जान्थ्यौँ भने अहिले चाहिँ हामी चाहिँ दार्जिलिङमा पनि फुलेर होला आफ्नै साधन लिएर हिँड्न सक्ने भएको छौँ त्यही भएर चाहिँ मेरो चाङसार पनि नयाँ भएको भएर चाहिँ त्यसलाई एक राउन्ड नै हिलमा घुमाइदिउँ भनेर चाहिँ हिँडेका छौँ हामी टोलीहरू एउटा त्यतातिर यसरी हुन्छ है सुरु चाहिँ हाम्रो यहाँबाट है थलीबाट सुरु हुँदैछ है जोड्ने अनि हेर्दै गर्नु होला के हुनेछ आमायाङरीमा लगायत भगाङ पुग्दाखेरि के कस्तो दृश्यहरू हुन्छ हुनु चाहिँ खास चाहिँ उसले चाहिँ बढाइ चढाइ भनिरहेको छ हरे बाटोमा चाहिँ बेहाल हुन्छ है म कतिचोटि पछार्ने होला सायद सबले छोडेर गयो हामी अहिले यो थलीतिर के भन्छ घाँस छोड्नु साथ नछोड्नु भन्छ तर मेरो साथीहरूले घाँस चाहिँ सँगै लियो साथै छोडेर गयो यार घाँस चाहिँ सँगै लियो साथै छोडेर गयो यार समयले यो पनि फेरि कम्तीको भारी छ यार यो को हो रे यो मेरो चाङछार हो यो चाहिँ उहाँको चाङछार हो चाङछारमा आज सँगसँगै चाङछारलाई हेलम्बु घुमाएर ल्याउने हो ल ठिक छ ल सुरु कुन ठाउँ हो यो अब साखु आउन थालेको ठाउँको नाम चाहिँ साखु हो यो चाहिँ साखु बजार भन्छ यो ठाउँलाई चाहिँ यहाँ हाम्रो मामा हजुर पनि हुनुहुँदो रहेछ जौरे यहाँ हाम्रो केटाहरू पनि रहेछ झर्सिम पौवा भन्छ यताबाट नगरकोट झर्ने हो अघि तल पनि नगरकोटको बाटो एउटा देखाएको थिएँ यहाँनिर यस्तो सानोतिनो बजारहरू छ यो स्कुल हो अनि यहाँ चाहिँ एउटा कार्यालय हो यो तल चाहिँ स्कुल पनि छ अनि अब यहाँबाट चाहिँ स्वास्थ्य चौकी भन्ने देखाएर छ यहाँबाट चाहिँ पहिला मेलम्ची पुरानो बाटो हो अब यता जाने अहिले चाहिँ नयाँ बाटो यो हो हेर्नु त ल हिमाल हेर्नु त ल फर्स्ट के हेर्ने हो हिमालको काखमा यतिकै बस्छ मान्छेहरू हामी त्यही फेदमा पुग्ने हो त्यही हिमालको फेदमा पुग्ने अहिलेसम्म चाहिँ हामी काठमाडौँमै छ है गाइस फेरि त्यो पनि बुझ्नु होला काठमाडौँमै छ फेरि यो सिन्धुपाल्चोक होइन यो सिन्धुपाल्चोक होइन काठमाडौँमै छ अहिलेसम्म यतातिर पऱ्यो भने बर्बाद हुन्छ तपाईँहरू फेरि ल अब चाहिँ केटाहरूको पेट्रोल हाल्दैछ कैसा लगा मेरा मजाक ल अब चाहिँ केटाहरूको पेट्रोल हाल्दैछ यता चाहिँ यो चाहिँ मेलम्चीको पेट्रोल पम्प केटाहरू अब यस्तो पारामा हिँडिरहेछ ल हाम्रो गुरुहरू चाहिँ यिनीहरू है हो ल मेलम्ची बजार प्रवेश गरियो
यहाँबाट चाहिँ मेलम्ची बजार अँ ओइ गाइस मेलम्ची बजार आइपुग्यो कति बजी मेलम्ची बजार यही हो पहिला म आउँदा यहाँ बजारमा केही पनि थिएन अहिले न हेर हेर्नुहोस् मेलम्ची बजार मेरो गाउँ काठमाडौँ यता आइपुग्यो ल हजुर अब चाहिँ हामी मेलम्चीमा छौँ मेलम्ची आइपुग्यो अब खानपिन यहाँ हुन्छ तगडा मजाले उता कहाँ रे आमियाङ्गी पुग्नेसम्मको तगडा खानपिन चाहिँ यहाँ हुन्छ राजदाहरूको जोडले मेरो मायालुलाई अघि नै खुवाइसक्यो त्यहाँ होइन होला के हो मेरो मायालुलाई अघि नै खुवाइसक्यो त्यहाँ मेरो मायालुलाई अनि मेरो चाहिँ अब पालो आयो यहाँ छ ल हजुर खाना खाएको त के देखाउनु तपाईँहरूलाई यस्तो मिठो मिठो खाना खाएको पेट दुखी पनि मेरो के गर्ने हाल्छ क्या फेरि केटाहरू चाहिँ बाटो रोड त देख्नै नहुने दौडिहाल्छ ल मेरो मायालु चाहिँ गुरुजीलाई जिम्मा मेरो मायालु अब गाह्रो भयो मलाई मायालु अहिले चाहिँ अब गुरुजीलाई सुम्पिदियो मेरो भाग यहाँदेखि चाहिँ अफ रोड छ अफ रोडमा गुरुजीको भागमा दिएको मायालुको स्वरै मिठो क्या मायालुको स्वरै मिठो क्या स्वरै मिठो मायालुको त स्वरै मिठो यार किन होला ल बस्नुहोस् अब आहा स्वर सुन्दै मिठो क्या मायालुको त्यो माया गरेर बस्नुपर्छ यो चाहिँ चनौटे बजार हजुर मेलम्ची पछिको बजार चाहिँ यो हो माथि माथि जाँदै गर्दा मेलम्ची पछि यो बजार देख्छौँ भने यता यस्तो राम्रो गुम्बा एउटा देखिन्छौँ हामी देख्दैछौँ यहाँबाट एउटा बाजे आयो मेरो मायालुको अगाडि एउटा चनौटेमा रहेको गुम्बा यस्तो राम्रो मेरो मायालुको स्वरै मिठो गाह्रो हुन्छ नि बिचरा यस्तो बाटो हिँडेको छैन काठमाडौँको सहरमा हिँडेको पिच बाटोमा अनि यस्तो बाटो हिँड्दा त गाह्रो हुन्छ नि मेरो मायालुलाई बिस्तारै 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 गुरुजी बिस्तारै ल हेर कति गाह्रो हुन्छ नि काठमाडौँको सहरमा चिल्लो बाटोमा हिँडेको मेरो मायालु अनि एकैचोटि एक्कासी यस्तो बाटोमा हिँड्दा गाह्रो हुन्छ नि मेरो मायालुलाई अब हामी पुग्नुपर्ने ऊ माथि माथि लेखमा पुग्नु छ आमा याङ्री सँगसँगै तपाईँहरूलाई हामी मेरो बचपनमा सिँगान चुहाउँदाखेरि मैले कटाएको समय त्यो ठाउँमा बिताएको त्यो जाडो ठाउँमा जुन चाहिँ भगङ गुम्बामा पनि म लानेछु हजुरहरूलाई त्यो ठाउँ पनि म देखाउने छु हजुरहरूलाई है त्यो ठाउँमा यस्तो कठिनाइ थियो पहिला हामी यो मेलम्चीदेखि हिँडेर जानुपर्थ्यो हजुर 1.5 दिन यहाँबाट मेलम्चीदेखि टिपिनी हुँदै थङपाल ढापमा गएर एक दिन बस्थ्यौँ हामी अनि त्यहाँबाट भोलिपल्ट हामी जान्थ्यौँ बगाङतर्फ लाग्थ्यौँ बगाङ जानको लागि तपाईँको थङपाल ढाप हुँदै माथिबाट गयो भने मणिखर्का हुँदै जानुपर्छ तलबाट गयो भने स्याले हुँदै ढिप्चिन हुँदै जानुपर्छ माथिबाट जाँदाखेरि चाहिँ मणिखर्का हुँदै भोताङ हुँदै फेरि तल याङ्री खसेर तासिपा हुँदै रिपार हुँदै अनि बगाङ पुग्थ्यो हजुर है धेरै कठिनाइ थियो त्यो त्यतिखेरको समय अब अहिले चाहिँ हेर्नुहोस् न यहाँ हेर्नुहोस् त मायालु लिएर जाँदैछौँ म तपाईँहरूलाई देखाउँछौँ अहिले यो अगाडि गएर हामी मेला रेपाको तीर्थस्थलमा पनि हामी तपाईँहरूलाई देखाउनेछौँ है हजुर कन्टिन्यू हेर्नु होला भिडियो हेर बिचरा बाजेको यस्तो छ जीवन हामी मरिलानु केही छैन त्यस्तो कति गाह्रो छ ल हेर्नुहोस् त यो पहिला कस्तो ठाउँ थियो अहिले कस्तो भयो त्यही भएर सबै कुरा परिवर्तनशील छ मेरो मायालुले पनि सधैँभरि मलाई साथ दिन्छ भन्ने छैन त्यही भएर जे छ त्यसमा खुसी रहनुहोस् नभएको कुरामा दुःख भएर नबस्नुहोस् कोही पनि हुने जेलसम्म त्यसले साथ दिने हो नहुँदाखेरि साथ दिएन भनेर दुःख भन्नु पनि नहुनुहोस् सबै कुरा परिवर्तनशील रे ल सो बाँकी कुरा गर्दै गरौँला
ल हजुर यो चाहिँ घ्यालतुङ बजार हो है यो चनौटे बजारपछि घ्यालतुङ बजार आउँछ है हामी यो बजारलाई पनि पार गर्दै हामी अगाडितर्फ लाग्नुपर्ने हुन्छ यस्तो यस्तो बाटोमा हेर्नुहोस् त वाउ बिस्तारै है मेरो मायालु रिसाउँछ मेरो मायालुलाई बिस्तारै लैजाउँ है हजुर एउटा मिठो स्तुपा बनाइरहेको रहेछ त गरेको आहा कति राम्रो देखेको बाटोमा यस्तो नजाराहरू देख्नु पायो भने आनन्द मनलाई शान्त पनि मिल्छ नि हजुर यो सबै नष्ट भएकोहरू चाहिँ सबै पहिला यहाँ बाढी गर्दाखेरि हेर सबैको अब यो कुराबाट हामी के बुझ्न सकिन्छौँ सबै कुरा अनित्य छ परिवर्तनशील छ यहाँ जे देखिन्छ त्यो सत्य छैन सधैँ सत्य रहिरहँदैन भन्ने कुराहरू पनि यसबाट बुझ्न सकिन्छ र त्यस कुराबाट सिक्नुपर्छ है मेरो मायालुलाई गाह्रो हुन्छ नि यार बिस्तारै मेरो मायालुलाई गाह्रो होला होइन होला के हो मेरो मायालु रिसाउँछ आमाहरू पुलिस जान्छमा त्यो बाटो त कसम यार वाह गजब यार त्यति मात्र रहेछ गाह्रो मेरो मायालुलाई दिने बाटो चाहिँ त्यति रहेछ यता त आहा हेर्नुहोस् त यता छ त्यहाँ आहा कति आनन्द कति राम्रो ओहो मेरो मायालुलाई पनि टपेर गएर दिन हामी फेरि के गाउँ होला यो यस्तो राम्रो लुङदर धर्चिया राखेर हो माई गड आहा हामी चाहिँ यताबाट मेलारेपाको तीर्थस्थल दर्शन गर्दै जान्छौँ भने यो बाटोबाट पनि तपाईँहरू माथि आमायाङरी जान सक्नुहुन्छ भने हामी अहिले चाहिँ थिम्पू बजारमा छौँ सोल्टीहरूले त वाह क्या सीन है सॉरी कोही त अब स्कुटर तान्ने केटाहरूले के गर्छ कोही यार उतातिर चढ्छ यार ओकालोमा त्यस्तै हुन्छ क्या तपाईँहरूले हान्ला भने र मैले चाहिँ यता सरेको यता सर्नु चाहिँ कता कता गएको कसम झन्डै तलतिर लग्यो यार मेरो मायालुले यार कसम मेरो मायालुले यस्तो बाटो देखाउने हो यार कसम मेरो नयाँ नयाँमै मेरो यता यताको बाटो देखाउँछ यार कस्तो यार कहिले हो र ल यार गाह्रो छ यार कहिले हो कालो झर्या चढ्या छ कहिले ओह्रालो मेरो मायालुलाई जग्गा है अरू जेसीको होस् मेरो मायालुलाई चाहिँ के हुनु हुँदैन अरू जेसीको होस् मलाई थाहा छैन मेरो मायालुलाई चाहिँ असर पर्नु भएन गाह्रो छ मायालु रिसा तर गाह्रो छ यार बाटो हेर्नु न बाटो बिचरा यार त्यस्तो काठमाडौँमा हिँडेको मायालुलाई यार एक्कासी यस्तो बाटोमा यार खच्चर हिँड्ने बाटोमा ल्याएर यार मायालु लगाउन नि गाह्रो हुँदैन त हेर बिचरा ओहो स्वर हेर न फेरि स्वर त्यही भएर पो मायालुलाई केही चटपटक नलागोस् भने आछु भएकोलाई मेरो मायालुलाई पानीमा चिप्लाउँछ पार्छ त अब 5 वर्ष लागि प्यान्ट आमायाङरी भनेको त आउँदै आउँदैन 5 वर्षको लागि यस्तो मेरो मायालुले दुःख दिइदिए चाहिँ यस्तो बाटोमा चाहिँ हिँड्दैन
आइँदैन यार हेर बाटो ओ माई गॉड हेर ढुङ्गा 5 वर्षको लागि मेरो मायालु अब यस्तो बाटोमा हिँड्दैन अब कम्तीको दुःख भयो मेरो मायालुलाई कसम यार मान्छे त जेसीको होइन यहाँ मेरो मायालुलाई कसम यार हट ल मान्छे जेसीको होस् क्या कसम मान्छे जेसीको होस् यसलाई चाहिँ के हुनु भएन क्या कसम कम्ती गाह्रो मान्छे जेसीको होस् क्या मान्छे जेसीको होस् कसम यार हेर मेरो मायालु ओ माई गॉड साउन्ड सुन्न साउन्ड ओ माई गॉड सुकुन मिल्छ रे के ल हजुर धेरै जोक धेरै भयो होइन होला के हो यहाँ चाहिँ ताफुसेङ्गे झोङ भन्ने चाहिँ यता रहेको रहेछ अनि यहाँनिर मेलरेपाको प्रतिमा पनि देख्न सक्नुहुन्छ दर्शन पाउन सक्नुहुन्छ अनि हामी यहाँ दर्शन गर्छौँ त्यसपछि यो भित्र गुफा चाहिँ यता ताफुसेङ्गे झोङ चाहिँ यो भित्र रहेको छ भन्ने कुरामा आएको छ यो भित्र तर कता छ थाहा छैन तर हामी अहिले यता मेलरेपा दर्शन गर्छौँ ल हजुर यहाँनिर है मेलरेपा ताफुसेङ्गे झोङ भनेर त्यहाँ रहेको छ हामी त्यहाँ बाइक राखेर एकदमै भर 1 मिनट 2 मिनटको दूरीमा चाहिँ हामी यहाँ आइपुग्दो रहेछौँ ल हजुर हामी योल्मो ताफुसेङ्गे झोङ हेडेनलिङ भनेर देख्न सकिन्छ अनि पहिले यसरी भनिरहेको छ सुखर भनिरहेछ हजुर चाहिँ ल हजुर यस्तो दर्शन गर्ने ठाउँ पनि त्यसले राम्रो रहेको छ भने घुम्नलाई जस्तो पनि रमणीय पनि देखिन्छ के छ गुरु हजुर यहाँको एउटा सानो सर्ट मिठो छोटो यो ठाउँको नाम चाहिँ ताकफुक सेङ्गे झोङ भन्छ ताक भनेको बाघलाई बुझ्छ भने फुक भनेको गुफा सेङ्गे झोङ भने चाहिँ जुन अब के अरे जङ्गलको राजा सिंह भन्छ नि सिंह जस्तै रूपमा चाहिँ एकदम ढिट भन्छ नि ढिट हो त्यस्तो गुफा हो मेलारेपाको है यहाँनिर चाहिँ फेरि अदृश्य मेलारेपाको स्वयं उत्पत्ति मेलारेपाको चाहिँ मूर्ति एउटा छ ल दर्शन गरौँ भित्र कुरा भित्र मेलामा कुदा जुम गरेर हेर्न पाउँछ माथि जानु पाउँछ स्याल एउटा भेट्यो कालो स्याल हेर्नु त तिमी हेर्नु त कान पनि ठाडो मुख चुचे चुचे है बाहुन जस्तो यसो हेर्दा मुख चुचे चुचे है बाहुन जस्तो यसो हेर्दा यो स्यालै हो के हो स्याल हेर्नु त है जङ्गली स्याल हो क्या
जंगल सालो है क्यों? अझ त स्यालै हो यो स्यालै हो स्यालै जस्तो लाग्यो ल साथीहरू के हो म त स्याल जस्तो लाग्यो तर यस्तो कालो छ फेरि के हो तपाईँहरूले नै भन्नुहोस् न एकचोटि के हो यो तर स्यालो हो भने यस्तरी गाउँ गाउँमा त बस्नु नपर्ने भन्ने कुरा हो फेरि अनि यो गाउँकोले बिहान घाम देख्नु पाउँदैन है यो गाउँकोले जस्तो लाग्छ मलाई किनकि घाम अहिले यतापट्टि डुबिरहेछ घाम चाहिँ आधी आधी गरेर जस्तो छ कि त्यो गाउँ र यो गाउँले बिहान तिमी ल्याऊ बेलुकाको घाम चाहिँ मलाई भनेर भाग गरे जस्तो छ क्या अनि अघिसम्म यहाँ घाम लागिरहेको थियो अब त्यो दाँतले छ्यापै छोडिदिइहाल्यो अब बिहान त्यहाँ डाँडामा लाग्छ यता लाग्दैन अब यता लाग्दा त्यता लाग्दैन बाँडेर ओइ यहाँ रहेछ यो चाहिँ कुकुरे यसमा चाहिँ नो डाउट यसमा चाहिँ कुकुरे हो अघिको त स्यालै हो भन्छु ओइ भोटे ओइ भोटे हजुर यहाँ पनि तपाईँहरूले मेलारेपा दर्शन गर्न सक्नुहुन्छ यति ठुलो मेलारेपा यहाँ राख्नु भएको छ हामी यहाँ बसेर पनि मेलारेपा दर्शन गर्नु पाइयो मेलारेपा तापस साङ्गेमा आउँदाखेरि 108 छ के अरे माथि मार्पा गुरु राख्नु भएको छ यता धापो बाबा यता कर्मपा राखेर मिलाउनु भएको छ हाम्रो दाजुभाइ साथीहरू हुनुहुन्छ दर्शनमा आउनुभएको यहाँबाट हामी आमायाङरीतर्फ लाग्छौँ आज झोमोथाङमा बास हुन्छ झोमोथाङमा बास बसेपछि अनि भोलि चाहिँ हामी आमायाङरीतर्फ लाग्छौँ यता मेलारेपा दर्शन गरेर अब हामी लाग्छौँ बेस क्याम्पतिर आमायाङरीको यात्रामा लाग्छौँ आज झोमोथाङमा लो खडा बाबा ल रमेश त खोइ 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 अब आमा ढक्का लगाउनु पर्ने हो क्या भाइहरू ल है त्यतिसम्म चाहिँ छैन मेरो मायाले त्यतिसम्म चाहिँ छैन मेरो मायाले त्यति जस गुरुको त्यति धक्काले अब आमा याङ्ग्री पुग्छ त्यो ल ल लगाउनु मायालु फेरि त्यता फेरि छुट्टै छ नि तर गरेर यता फेरि हट टक 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 हो माई गड मायालु त मायालु हो नि फेरि त्यहाँ हेर्नु न हिमाल हो माई गड आहा यो गाउँ चाहिँ कुन गाउँ होला यस्तो राम्रो बिहानी बिहान हिमाल हेर्दै बस्नुपर्ने देखो न गाइस आच्छू मेरो मायालाई भिजे यार जाडो भयो छु 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 यही बाटो हो कि हो होइन यस्तो राम्रो पानी छ यार बाटो यही हो नि बाटो यही हो नि चिरीघ्याङ भन्ने चाहिँ यो रहेछ हजुर है मेरो आँखा के भएको छैन यो आमा डाँडा के हेर्ने होला आँखामा कसरी हेर्ने होला बाटो चाहिँ कसम हट हो भन्नेसम्म भयो यार मेरो मायालु त झन् के भयो होला यत्रो डबल लोड तान्दा यार एउटा अगाडि 100 केजीको म 70 केजीको ल तान्दा मेरो मायालुको हालत के हो यो बाटो हेर न घरहरू हामी आउँदा केही थिएन यार घरहरू पनि केही थिएन सानो सानो घर त केही थिएन भन्दा नि घरहरू सानो सानो थियो काठै काठको घर भएको ठाउँमा अहिले हेर्नुहोस् ओ माई गड यार के हो यस्तो यार कति आफ्टर 10 वर्षपछि होला यार आइपुगेँ यार 10 वर्ष भयो होला म यहाँ पछि आइपुगेँ कस्तो छ मेरो मायाले कन्डिसन ठिक छ ठिक छ के छ ठिक छ यसको के छ यसको बिचरा आइपुगेको यो त यार बिचरा कसम लडाइ छ क्या केटाले लडाइ छ ल्याएको बिचरा जबरजस्ती ल्याएको केटाले यार कसम बाटो हेऱ्यो त्यस्तै धेरै परिवर्तन यार पहिला कस्तो थियो यो ठाउँ यो तार्की ग्याङ भने यही हजुर है योभन्दा माथि गाउँ छैन अब एकैचोटि झोमथाङ होइन एकचोटि झोमथाङ त्यहाँबाट आमा याङ्ग्री डाँडा चाहिँ त्यही हजुर यस्तो हो नि त अब आमा याङ्ग्रीको यात्रा यस्तो हो नि त ऊ ठेल कडा एउटा ठेल्ने एउटा ढकाल्ने ठेल कडा एउटा ठेल्ने एउटा ढकाल्ने क्या बोले भाई अब क्या बोले
ये सब क्या देखना पड़ रहा है? अच्छा है मैं अंधा हूँ। अर्को पनि के काम लु 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 अब केटाहरू स्टार्टिङ नै यस्तो भइसक्यो अब के हुन्छ थाहा छैन बाटो अनि पो त उता मामा एउटा वहाँ बसेर पर्खिरहेछ मान्दैन हौ मान्दैन यता रहेको छ गाउँ चाहिँ ए लाङ ग्याप छ भनेर जुत्ता गरौँ छ अब स्कुटर गरौँ स्कुटर गरौँ अब 1 घन्टाको बाटो सुरु गरौँ गयो 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 आम्मामा केटाहरूले बाटो कता हो कता लु त लु त लु त लु जाउँ म त बस्दैन यस्तोमा मलाई राजा हो राजा मेरो मायालु राजा हो राजा मेरो मायालु के बोले भाइ? अब के बोले? के बोले? मेरो मायालु मजाले जान्छ मलाई थाहा छ ल है ल अर्को मायालु यताबाट अयो गाह्रो छ नि कहाँ सजिलो छ यस्तो यात्रा गर्नुलाई हिजो पानी परेको भएर बाटो बिग्रियो हिउँ पनि पर्या भएर बाटो खराब भयो अच्छा 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 चिसो चिसो बढ्यो अब ठ्याक्कै आमायाङले दर्शन पायो हजुर यहाँबाट हेरिसो हजुर हेर्नु त टक्क दर्शन पाइयो मौसम पनि टक्कै ठ्याक्कै आमायाङले टुप्पामा खोलेका छन् भने हाम्रा साथीहरू चाहिँ गाए अब हुनु त मेरो मायालुसँग कसले सक्छ मायालुसँग कसले सक्छ र उकालो ओह्रालो गर्नलाई होइन साथीहरू त्यतातिर थन्कियो गुरुजी यतातिर पल्टिहाल्यो थकित कति आनन्द हुन्छ है त्यो स्कुटर यार आमा कसम स्कुटर ड्राइभर चाहिँ हो क्या ल आम्मामा अनि म त दुइटै हो ए कान्छी खै तेरो छोरा कहाँ छ तेरो छोरा लगेर जाने हो हामी कहाँ छ ल हजुर आमायाङले डाँडा त्यहीँ हो अब हामी लगभग आइसके छेउछाउमा है गाइज अच्छा 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 चिसो चाहिँ चिसो भयो हामी तल बगरमा थकाइ मार नि टक्क स्ट्रिमको पावरमा स्ट्रिम लगाके होइन उनीहरू त्यो टर्निङ यहाँ त्यो उनीहरूभन्दा अलिक माथिको टर्निङ आइपुग्यो हामी सोलिङको बाटोहरू सक्यो पानी परेर लामा केटाहरू के भएको खोइ तेरो छोला कहाँ छ छोला बिचारा पछ्याउँदै आएछ पानी कहाँ लाग्यो ल हाम्रो डेस्टिनेसन त्यहाँनिर रहेको छ आइसक्यो लगभग नजिक नगडा हो यस्तै दशा यतातिर नि टक्लक यता नि टक्लक मान्छे लड्या छ यार यहाँ हिउँले गरेर के गर्ने यस्तै छ यार रात पऱ्यो यार स्कुटर चाहिँ दुनु आधी घन्टा अगाडि पुगिसक्यो यहाँ यहाँ हालत खराब बाइकको चाहिँ आमामा ऊ त्यहाँ मेरो मैया पनि त्यतातिर एकछिन मैयालाई त्यतै राखिदेऊ है पहिले यसलाई पुऱ्याउने ओ मैया त्यहीँ छोडिदेऊ मैया त्यहीँ छोडिदेऊ पहिले यो पुऱ्याउने त्यो मायालाई त्यहीँ छोडिदेऊ यो पहिला पुऱ्याउने त्यहीँ छोडिदेऊ यो पहिला पुऱ्याउने के यो पुऱ्याउने अनि ल ल ल रातै पऱ्यो त्यहीँ छ मेरो माया ऊ यहाँ आइसक्यो फेरि आउनु पनि ऊ यहीँ हो ल ल ल बाई ल बाई बाई ल अब मायालाई मेरो मायालाई कस्तो मेरो माया आओ ढकालो मेरो मायालाई ढकालो मेरो मायालाई कस्तो रोक्नै होइन ल जेसुकै होस् कस्तो मेरो मायालाई चाहिँ केही हुनु भएन चिप्ले बिस्तारै हो मान्छे आमा वहाँ माथि यार
कसम त्यही हो यहीँ फेदमा चाहिँ हिउँले यस्तो गाह्रो भएको त्यो लडेन भने यतिकै चिप्लो भएन ल आओ के सम्झिने पछि बिस्तारै देखो न गाई देखो न ल जे भयो नि मेरो मायालाई केही हुनु भएन मेरो मायालाई केही भयो भने चाहिँ फेरि आज हेर हामी अङ्ग्रेजी ठ्याक्क मेरो मायालाई के गर्ने होइन मायालाई के गरेको शादी गर केटा हो शादी गर कसम मेरो मायालाई बिजोक रमाइलो मेरो मायालाई केही हुनु भएन ढकाल गडा बिजोक रमाइलो भएर आयो बिजोक रमाइलो हुँदै आइपुग्यो टाइम कति भयो 6:30 भएछ ठ्याक्कै ल ल आइपुगेँ बाइक चलाएको 8-10 वर्ष भयो कसम के भयो आज जस्तो दुःख चाहिँ कहिले भएको ल यार धन्यवाद भन्नु पऱ्यो यिनीहरूलाई हामी उहाँ छ ट्रेनहरू मजा आएको छ बहिनी हामी उहाँ माथि हो ठ्याक्कै ओहो ये बड़ी अच्छी बात कही आप आन्टीले गर्दा यहाँ ये झूठ बोल रहा है यहाँ डर भनेको खाना आइस होला भन्ने डर त्यही भएर छिटो खाइहाल्नुपर्छ यहाँ समयमै खाएन भने खाना आइस हुन्छ जुन त यतातिरै पुरो छ यार हामी चाहिँ अहिले ठ्याक्क बेलुकाको बिहानको 4:45 भएछ अब हामी मासतिर लाग्छौँ तपाईँको यो डाँडामा थियो हामी यहाँ डाँडा चाहिँ अनि हामी टोलीहरू यो लाग्दैछौँ है यहाँ भाइ छ हेर्न जाडोमा ठिक छ हात ठिराएर आफ्नो खुसीको लागि सबैजना बिहानै उठेर यसरी आमा यहाँनिर यात्रा गर्दैछौँ भनिसकेपछि आफ्नो खुसीभन्दा ठुला चाहिँ केही रहन्छन् भन्ने कुरा पनि बुझ्न सकिन्छ यहाँबाट ल हजुर आमाले दर्शन 2 घन्टाको अन्तरालपछि यहाँ टक्क आइपुग्यो अब रहेन पहिलाको जस्तो पहिला चाहिँ तपाईँको 1.5 घन्टामा चाहिँ पहिला चाहिँ तपाईँ यहाँनिर 1.5 घन्टामा आइपुग्थ्यो अहिले 2.5 घन्टा लाग्ने भएछ भनेपछि समयले नेटवर्क काट्यो हो कि उमेरले नेटवर्क काट्यो अयो नसक्ने रहेछ हिँड्नलाई यदि तपाईँहरू पनि आउँदै हुनुहुन्छ भने बिस्तारै आउँदै हुनुहुन्छ भने 2.5 घन्टाको टाइम दिनुहोस् छिटो हिँड्नु सक्नुहुन्छ भने 1.5 घन्टामा आइपुग्छ हामी पनि 4 मा हिँडेको 6 बजे आइपुग्यो ठ्याक्कै भनेपछि अझै पनि अँध्यारो रहेछ अनि यतापट्टि लाखाङ खुल्ला छैन सनराइज यता हिउँ छ हिउँ छ यता सनराइज हेर्नको लागि भनेर टक्क लगाएर अब चाहिँ ठिक्क टाइमिङ हुँदैछ टाइमिङमा आइपुगिरहेको छ यहाँले यता हिमाल त्यतातिर छ भनेदेखि अब यस्तो 360मा राउन्डमा तपाईँहरूलाई यसो देखाउनु पर्दाखेरि चाहिँ ठ्याक्क यताबाट सनराइज हुने क्रम जारी छ अनि मौसम एकदम सफा रहेको छ भने एकदम सफा रहेको छ यहाँ आउँदा अब चिसो छ यार यहाँ आउँदा अघिको त्यो तलबाट आउने थकानहरू चाहिँ सबै मेटेको महसुस भइरहेछ यो एउटा रमाइलो दृश्य देख्न पाउँदाखेरि एकछिनपछि अझै रमाइलो देखिन्छ किनभने भर्खर घाम उदाउँदैछ अझै प्रष्ट देख्न सक्यो भने चाहिँ अब अति नै आनन्द अनि रमाइलो लाग्छ यतापट्टि हेर्नुहोस् यतापट्टि ल हजुर अब हेर्नुहोस् 360 भ्यू है हजुर एकदम क्लियर हुँदै आइसकेको छ हेर्नुहोस् त यताबाट घाम उदाउँदैछ अनिदेखि लगभग दाजुभाइहरू सब जम्मा भइसकेको छ
यस्तो छ चिसो चाहिँ अनि यस्तो छ चिसोले माइ गड भएको छ चिसो चाहिँ चिसोको कुरै नगरौँ पन्जा लगाउँदा नि काम गरेको छैन तपाईँहरूलाई अलिकति जुम गरेर देखाउँछु है ल हेर्नुहोस् त कस्तो छ अब ल हेर्नुहोस् हिमाल कति राम्रो दृश्य छ हिमालको यतापट्टि हेर्नुहोस् सबैजना रम्दै हुनुहुन्छ अब फोटो खिच्ने आहा यो हो नि त यही दृश्य हेर्नको लागि चाहिँ भागाभाग गरेर आइयो अच्छा धेरै चिसो ओ माई गड पन्जाले पनि काम गरेको छैन यतापट्टि पनि देखाउनु पर्यो यतापट्टि पनि रहेछ ल हजुर ततिर चाहिँ भताङहरू रहेको छ भताङ सुम्ती हेर्छ त्यतातिर है थाङबल डाप त्यो साइडमा रहेको छ भने यल्मो चाहिँ यतापट्टि हो यल्मो यो भेकमा पर्छ उता त अब कुरै नगर्नु काठमाडौँ सहर है यस्तो राम्रो दृश्य हेर्नुहोस् ल दृश्य यस्तो रहेको छ ल हजुर यताबाट देखिने दृश्य चाहिँ एकदम राम्रो रमणीय देखिँदो रहेछ दृश्य चाहिँ आमायाङ्ग्रीको अनि म तपाईँहरूलाई एक राउन्ड घुमाउँदैछु हजुर है टक्क घाम चाहिँ टक्क हेर्नु छ हिमालको चिच्रोमा टक्क घाम लागेको छ घाम कताबाट लागेको छ भन्ने कुरा नि म तपाईँहरूलाई देखाउँछु अनि यो भिडियो चाहिँ आमायाङ्ग्रीको रहेको छ भने 360 है ल हेर्नुहोस् त अनि सनराइज चाहिँ यताबाट भइरहेको छ कि आम्बो हेर्नुहोस् न हेर्नुहोस् त टक्क सनराइज ठ्याक्कै यताबाट ठ्याक्कै घाम आएको छ हजुर हेर्नुहोस् त अनि त्यतापट्टि घाम आउनुको कारणले गर्दा चाहिँ यतापट्टिको दृश्य चाहिँ एकदम रमाइलो देखिएको छ हेर्नुहोस् त आहा एकदम राम्रो देखाएको छ अब हेर्नुहोस् हिमालहरू अनि म चाहिँ त्यस्तै हो म चाहिँ त्यस्तै देखाएको छ जस्तोको त्यस्तै अनि यहाँ आइपुगिसकेपछिको आनन्द छुट्टै छ अब त्यो बिच बाटोमा हुने कठिनाइ त छँदैछ तर यहाँ आएपछि पाउने सुकुन चाहिँ यहीँ आएपछि पाउँछ हजुर है अनि ल अब घाम चाहिँ टक्क आएको छ अनि घामले गर्दाखेरि नि म पनि चट्ट हिरो देखाएको छु होला ल हेर्नुहोस् त यतापट्टि टक्क आमायाङ्ग्री कसम सोलिड देखिरहेछ यता फोटो खिच्ने रम्दै हुनुहुन्छ सबैजना टक्क लगाएर दाजुभाइहरू यता आउनु यहाँ भाइ यता आइज त भाइ फोटो खिच्नु पऱ्यो यता आइज न ल ठ्याक्कै हेर्नुहोस् न सनराइज यतापट्टि राम्रो देख्छ नि कसम आहा तेरिका भिडियो भएछ ल हजुर अगाडिबाट यस्तो रहेको छ यहाँ साथीहरू साङ गर्नको लागि साङ बल्दैछन् चिसो चाहिँ चिसो हो चिसो यस्तो छ बेस क्याम्प त्यहाँ तल रहेको छ बेस क्याम्प त्यहाँ रहेको छ हजुर है त्यहाँबाट तपाईँको लगभग 2 घन्टाको बाटो नर्मली बिस्तारै आयो भने पनि अनि छिटो हिँड्ने हो भने चाहिँ तपाईँको 1.5 घन्टामा आइपुग्छ हजुर है ल गुरुहरूबाट यहाँ साङ खेर्केम्बो पनि तयारी भइरहेको छ ल अब चाहिँ उज्यालो भइसकेपछिको दृश्य चाहिँ यस्तो रहेको छ घाम पनि माथि पुगिसक्यो यस्तो छ दृश्य जतापट्टि हेऱ्यो नि वा हुनेछ हजुर है जतापट्टि घुमी हेऱ्यो नि वा हुनेछ अनि तपाईँको हामी एकचोटि त्यो पछाडिपट्टि डाँडामा गएर देखाउँछौँ है हजुर के कस्तो छ ल यता हेर्नुहोस् न हिउँ
चिसो मौसम छ हजुर यताबाट देखिने हाम्रो यहाँ दृश्य ल हजुर यता रम्ने जम्ने फोटो खिच्ने टिकटक बनाउने छ यता हजुरै ल हजुर यतापट्टि देखिने दृश्य यस्तो रहेको छ अनि हाम्रो भागाङ गुम्बा चाहिँ यो पछाडिपट्टि पर्छ हजुर ठ्याक्कै देख्दो रहेछ हो ल हाम्रो गुम्बा चाहिँ त्यहाँबाट देख्छ अरे केटाहरू त्यता देख्छ म त्यता गएर देखाउँछु तपाईँहरूलाई त्यहाँ पुगेर देखाउँछु हजुर है गुम्बा हाम्रो अच्छा एक राउन्ड घुम्दाखेरि चाहिँ यस्तो रहेको छ हिमाल त्यहीँ रहेको छ अनि हाम्रो ताजा यादहरू चाहिँ त्यहाँ रहेको छ हजुर हाम्रो बचपनको यादहरू चाहिँ त्यहाँ रहेको छ भागाङ गुम्बा हाम्रो रहेको छ त्यहाँ चाहिँ बचपनमा हामी सिँगान चुहाउने समयमा त्यहाँ बसेको थियो अनि हामी त्यहाँ पनि पुग्नेछौँ एक राउन्ड घुमेर आउनेछौँ बचपनको यादहरू ताजा गर्नेछौँ हामी पनि त्यहाँ गएर हामी फेरि एक राउन्ड घुमेरै जानुपर्ने हुन्छ हामी जाने तर्खरमा छौँ चिसोले गाह्रो छ अनि त्यहाँ पुगेर नै हाम्रा यादहरू ताजा हुनेछ बचपनका यादहरू त्यो हामी तपाईँहरू समक्ष पनि सेयर गर्नेछौँ यस्तो चाहिँ रमणीय छ हजुर यहाँ खास पहिला एउटा भ्याकुताको कहानी थियो पहिला चाहिँ ढुङ्गाको थियो भन्ने थियो तर अहिले चाहिँ बासा बनाएर राखेको रहेछ यो चाहिँ एउटा बाहिरी मान्छे कुहिराहरू आएर चाहिँ यहाँको उठाएर लगेको भन्ने कहानी छ त्यो उठाएर लाँदा चाहिँ यहाँनिर चाहिँ त्यो मान्छेले लानु नसकेको अनि लाँदाखेरि बिच बाटोमा उसले दुख बिमारी भएको जस्तोहरू कहानीहरू पनि छन् अनि त्यो चाहिँ यो ढुङ्गा मुनि रहेको छ अहिले चाहिँ त्यो वास्तविक त पहिलाको थियो भने अहिले चाहिँ यो ढुङ्गा मुनि रहेको छ यो ढुङ्गा चाहिँ ठ्याक्क त्यो लाखाङबाट ठ्याक्क पछाडिपट्टि परेको छ यो ढुङ्गा मुनि ओडारमा परेको छ हजुर है यसो हेर्नुभयो भने तपाईँहरू आउँदाखेरि पनि गर्न सक्नुहुन्छ त्यतातिर नखोज्नु होला त्यतातिर पनि ढुङ्गा छ तर त्यो लाखाङको पछाडिको ठ्याक्क यो ढुङ्गामा चाहिँ रहेको छ हजुर है ल अब यता दाजुभाइहरू नाचगान भइसक्यो यति चाहिँ हुनु पऱ्यो ठाउँमा आएपछि रमाइलो पनि गर्नुपर्छ दर्शन पनि गर्नुपर्छ ताकि त्यो यादहरू रहिरहोस् सधैँ ताजा रहिरहोस् हजुर यता गेट अब हामी चाहिँ निस्किएको है ल हजुर यतातिर छ है हजुर ल गेट चाहिँ यस्तो रहेको छ अनि यहाँ यतापट्टि मन्दिर ल यता हिमालहरू ल अब चाहिँ हामी फर्किएको ल हजुर अब चाहिँ समाप्त भयो हाम्रो यात्रा यहाँको थ्याङ्क यू फर भिजिटिङ भनेको छ अब हजुरलाई पनि धन्यवाद ल हाम्रो चाहिँ अब यात्रा यहीँ आमा याङ्रीको यात्रा चाहिँ यहीँ समाप्त भयो अनि हाम्रो अझै भगङतर्फ लाग्नुपर्ने छ हालत खराब छ सबैको म त कुरै नगरौँ हालत खराबै छ मोबाइल उठाउनु सक्ने क्षमता पनि छैन तैपनि हजुरहरूकै लागि भनेर चाहिँ केही कुरा बुझ्नु सकोस् केही कुरा फाइदा होस् भन्ने हिसाबले चाहिँ मोबाइल उठाइ भिडियो बनाइरहेको छु अब चाहिँ धन्यवाद तपाईँहरूलाई सबैलाई धेरै धन्यवाद भिडियो हेरिदिनु भएकोमा आशा छ यहाँहरूलाई केही इन्फर्मेसन भयो होला भन्ने यो भिडियोबाट अनि फेरि पनि धेरै धन्यवाद थ्याङ्क यू सो मच सम्पूर्णलाई ओके थ्याङ्क यू बाई ल हजुर यो चाहिँ हाम्रो यहाँ बेस क्याम्प रहेको छ भने अब हामी भागाङतर्फ लाग्छौँ यताबाट हिमाल हेर्नुहोस् वाउ ब्युटिफुल छ अनि हामी यताबाट अब भागाङतर्फ लाग्छौँ जुन हाम्रो बचपन बालापनको चाहिँ ती यादहरू सम्झिनको निम्ति चाहिँ ताजा बनाउनको लागि चाहिँ हामी अब फेरि आफ्नै ठाउँ भागाङ गुम्बातर्फ लाग्दैछौँ टक्क लगाएर
बाटो चाहिँ यस्तो छ अब यार यहाँनिर एउटा सम्झना एउटा छ के छ भन्दा यो लाखङको गुम्बा हो योभन्दा 12-13 वर्ष अगाडि चाहिँ हामी यहाँ आउँदाखेरि चाहिँ तपाईँको यहाँनिर चाहिँ यहाँको हामी लामा भगङको लामा भनिसकेपछि तपाईँको यहाँ देख्ने बित्तिकै त्यहाँ बोलाएर चाहिँ चिया खाजा बिस्कुटदेखि लिएर चम्पा होइन यत्रो घिउ हालेर दिने गर्थ्यो आज 13-14 वर्षपछि आउँदाखेरि चाहिँ यस्तो अवस्थामा देख्नु पाउँदा चाहिँ एकदम दुःख मन लाग्यो यस्तो यस्तो सम्झनाहरू पनि एउटा थियो यहाँनिर तर अहिले सम्झना मात्रै रह्यो ठ्याक्कै आमा यहाँले चाहिँ यो माथि रहेको छ यो माथि रहेको छ आमा यहाँले ठ्याक्कै ल हजुर अब गुम्बातिर रहेको छ त्यहीँबाट बस चढेर जानु पर्ला जस्तो है गुम्बा चाहिँ अहिले हामी यतातिर जङ्गलतिर छ तेरी सातो गयो तिमीहरूको बगान सौचो खाँदै पानी पिउँदै यात्रा हाम्रो कठिन यात्रा भइरहेछ गुम्बा छ त्यो पारी हामी छौँ यता गुरुको गयो सातु जिन्दगीमा आउँदिन के छ र भाइ यात्रा राम्रो पानी छ यार वाउ जाने ठाउँमा चाहिँ यस्तो 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 झर्नाहरू हेर्न पाइन्छ बाटो बाटोमा भयो आछु हिउँदोमा पनि खोला बगिरहेको छ सुकेको छैन तपाईँ अनुमान गर्नुहोस् बर्खामा कत्रो हुन्छ होला यो खोला ल हजुर गुम्बा नजिक नजिकिँदैछ हामी पनि त्यस्तै थाकिँदैछ थकित हुँदैछ जति गुम्बा नजिक आए त्यति थाक्दैछ हजुर बल्ल तल्ल यहाँ खोलामा आइपुग्यो हालत खराब भएको छ कसलाई भन्नु कसरी भन्नु आम्बो यहाँबाट फेरि मासतिर पुग्नुपर्छ हालत खराब छ माथि पुग्नुपर्छ डाँडामा यहाँ पछाडि यो बाटो कहिले सक्ने हो नजाने भन्दा तिमीहरूले नमानेर हालत खराब भयो खुट्टा दुख्यो खुट्टा उठाउनु सकेको छैन उठाउनु सकेको छैन यार आयोमा नजाने नजाउँ भन्दा मेमोरी ताजा गर्नु जानेहरूको मेमोरी बहुत ताजा भयो बहुत खुट्टा उठाउनु सकेन ल हजुर यो त भगाङ गुम्बा हाम्रो गुम्बा रहेछ भने यो माथि ठ्याक्कै रहेको आमा याङ्री जो चाहिँ हामी यहाँ आइपुग्यौँ यहाँ धेरै कुरा परिवर्तनहरू भएको छ आफ्टर 12-13 वर्षपछि चाहिँ म यहाँ आइपुगेको भनौँ धेरै कुरा चेन्ज आएको छ पहिला यहाँनिर धेरै रुमहरू थियो पहिला धेरै राम्रो थियो तर अहिले पनि धेरै राम्रो छ यस्तो भएछ परिवर्तन यो चाहिँ त्यही परिवर्तन हेर्न आएको हालत खराब भयो हिजो आमा याङ्री डाँडा चढेर त्यहीँबाट फेरि यता आउँदाखेरि त धेरै हालत खराब भएर आइपुग्यो तर यहाँ आएपछि चाहिँ आनन्द लागिरहेछ आफ्नो ठाउँमा पुरानो बचपनमा बिताएको 2006 भनेपछि 20 वर्ष अगाडिको कुरा हो 20 वर्ष अगाडि यो ठाउँमा बिताएको थियो समयहरू पहिलोचोटि ती कुराहरू यादहरू चाहिँ ताजा ताजा भइरहेछ भनौँ अनि त्यसकै लागि नै यादहरू ताजा गर्नको लागि नै आएको ताजा पनि भयो हिँडडुल गर्दा हालत खराब नै भयो अब हुँदो रहेछ जे होस् यहाँ आएपछि चाहिँ अत्यन्तै आनन्द लाग्यो राम्रो लाग्यो ती हिजो बाटोमा आएर उया रुलाजयी गरेको हिँड्दाखेरि भएको पीडाहरू सबै बिर्सिँदैछन् बिर्सिरहेछन् अनि यहाँ दाजुभाइहरू सबै आफ्नो आफ्नो पुराना दिनहरू सम्झिँदैछन् सबैजना यहाँ आएपछि ल हजुर यो नेसबाट देखिने दृश्य हो जुन पहिला हामी चाहिँ यहाँबाट चाहिँ भगाङबाट यता
ढापमा जाने क्रममा चाहिँ हामी यहाँ आएर त्यो गुम्बा हेर्दै आनन्द लिन्थ्यो। आउँदाखेरि पनि आनन्द लिन्थ्यो, आइपुग्यो भनेर एकदम खुसी हुन्थ्यो। जाँदाखेरि पनि जानु पायो अहिले हुन्छ नि त। अब यहीँ बसिरहँदाखेरि निस्केर जानु पाउँदैन, ओहो जानु पायो भन्ने एउटा एक किसिमको हर्ष खुसी मिल्थ्यो। अनि अहिले चाहिँ 13-14 वर्षको पछाडि आउँदाखेरिको यो परिवर्तन हो। धेरै परिवर्तन भयो, भूकम्प पछिको परिवर्तनहरू हो यो सबै। खुसी लाग्छ यहाँ आइपुग्न पाउँदाखेरि। ल दाजुभाइ, हामी अहिले जोमथाङमा छौँ। जोमथाङको रेस्टुरेन्ट के रेस्टुरेन्ट हो यार? यहाँ चाहिँ तपाईँको एकदम राम्रो रहेको छ बस्नलाई, खाना बस्नको लागि एकदम राम्रो रहेको छ। अनि हामी थकित भएर चाहिँ यहाँ आएछौँ। खाना राम्रै छ, केटाहरू छ यार मस्त छन्। थकाइ पनि त्यस्तै छन्, त्यही अनुसारको खाना पनि जान्छ होला भन्ने आशा राखेका छन्। अब मेरो के कुरा गर्नु, थाकेर कम्बर दुखेर जिउ भाँचेर ओ माइ गड। हिजोको कुरै नगरौँ, आजको अलिक ठिक छ। नाम त रहेछ तर गएछ, उडेछ। के छ भने थाहा छैन, तर राम्रो छ यहाँ। बाहिर हिमाल सिमाल देख्ने छ है। अब धेरै कुरा नगरिकन सुरु गरौँ होला, भोक पनि चर्को लागेको छ। ल हजुर, हामी हाम्रो फाखाङ गुम्बा घुमेर फर्केर आइसक्यौँ। तपाईँको मेरो मायालु त्यहाँ थियो यार। मेरो मायालुको हालखबर के छ होला यार? 2 दिनपछि भेट्दैछौँ हामी। खास 1 दिनपछि भेट्ने कुरा थियो, अब 1 दिनपछि आउनु नसकेर 2 दिनपछिको भेटघाट हाम्रो। कस्तो अवस्थामा छ होला मेरो मायालु भन्ने पिर परिरहेछ मलाई। साह्रै पिर परेछ मेरो मायालुको। अनि आमायाङ्ग्री डाँडा यता भइहाल्यो तपाईँको है। हामी चाहिँ यता गएर हाम्रो गुम्बा भाकाङ गुम्बा गएर आएको हो। मेरो मायालुको हालखबर के रहेछ? कस्तो रहेछ है मेरो मायालुको हालखबर? अयो आमायाङ डाँडा यता भयो। मेरो मायालु यतातिर छ है। मायालु खुल्छ आयो, यहाँ छ नि मेरो मायालु। गए मेरो मायालुको अवस्था के रहेछ हेरौँ है। ओ माई गड, ओ माई गड, ओ माई गड। मायालुको आवाजै मिठो, आवाजै मिठो मायालुको। ओ माई गड। वान टाइममा फिनिस एकैचोटि। मायालुको आवाजै तगडा क्या। मायालुको आवाजै मिठो क्या। फेरि यति सुन्नु पाएपछि रुक्क हजुर मेरो मायालु यता केटाहरू निस्क्यो। ल अब हामी चाहिँ फर्केको। ल हजुर यता आमायाङ्ग्री डाँडा अब चाहिँ हामी लागेको। टुङटुङ चिप्लिँदै लड्दै पढ्दै